एक मात्र निर्वाचन क्षेत्र रहेको दार्चुला जिल्लामा 3वटा फरक पार्टीका 3 जना फरक उम्मेदवारहरूको चुनावी एजेन्डा एउटै छ। 3.5 अर्बको त ठेक्का भइसक्यो। दार्चुलाको महत्त्वपूर्ण सडक दार्चुला 3 सडकमा 1 अर्ब 3 करोड बजेट छुट्याएको थिए। गाउँमा लास बोक्न समेत युवा भेटिँदैनन्। मार्माका खडकसिंह ठगुन्ना खाडी मुलुकमा खुन बगाउँदैछन्। धुँ गाउँपालिकाका दिपेन्द्र सिंह धामी भारतमा पसिना बगाउँदैछन्। लेकमका कम्मान सिंह अफगानिस्तानमा लुकी काम गर्दैछन्। नौगाडका किशोर सिंह ठगुन्ना काठमाडौँका होटेलहरूमा भाडा माग्न बाध्य भएका छन्। तपाईँ भन्नुहुन्छ दार्चुला तिङ्कर सडक मैले बनाएको। धुँ गाउँपालिका वार्ड नम्बर 4 का अमर बहादुर बमलाई दुबईको जेलमा 10 वर्षदेखि बिना कसुर सडाइएको छ। उनको परिवार विक्षिप्त भएको छ। तपाईँ भन्नुहुन्छ दार्चुला तिङ्कर सडक हामीले बनाएका। नौगाड गाउँपालिका नागो लक्सेरी र मानाकोटका जनताहरू सामान्य हिँड्ने बाटो नभएर, प्यास मेड्ने पानी नभएर, बिजुली बत्ती नभएर फागुन 21 को चुनावमा मतदानमा सहभागी नहुने जस्ता अप्रिय निर्णय गर्न बाध्य भएका। तपाईँ भन्नुहुन्छ दार्चुला तिङ्कर सडक मैले बनाएँ। गणेश सिंह ठगुन्नाज्यू, तपाईँको मार्क्सवादले तपाईँले दार्चुला जिल्लाको लागि वाक्क लाग्ने गरी धेरै गरिसक्नुभयो। तपाईँको बाले हामी जेनजीहरूलाई आतङ्ककारी भन्दैछ। अब विश्राम लिनुहोस्। धर्मानन्द जोशीज्यू, तपाईँको पूर्व सांसद दिलेन्द्र प्रसाद बडुले दार्चुलालाई चिनेनन्। अब दार्चुलाले तपाईँलाई चिन्दैन। तपाईँ काठमाडौँको टोखामा रहेको घरमा आराम गर्नुहोस्, हाम्रो लागि मेहनत नगरिदिनुहोस्। लक्ष्मण जोशीज्यू, तपाईँले रुखमा भोट हालेर सूर्यमा भोट हालेर 12 वर्ष इतिहास रचिसक्नु भएको छ। अब घन्टीमा भोट हालेर इतिहास रच्नुहोस्। तपाईँको तारालाई दार्चुलाको जनताले चिन्दैन। गणेश सिंह ठगुन्नाज्यू, तपाईँलाई हामीले किन मत दिने? तपाईँले जेनजीको पक्षमा एक शब्द बोल्नु भएको छैन। तपाईँको बाले 76 जना जेनजीहरूको हत्या गरेका छन्। तपाईँको सचिवले हामीहरूलाई आतङ्ककारी भनिरहेका छन्। जेनजी भनेको आतङ्ककारी हो। त्यस्ता तानाशाहहरू, त्यस्ता अराजकहरूलाई तपाईँले मत दिएर अध्यक्ष सचिव बनाएर दार्चुलाका जनताहरूमाथि ठुलो घात गर्नुभएको छ। त्यसैले दार्चुलाका जनताहरूले 76 जनाको खुनले लटपटिएको गणेश सिंह ठगुन्नालाई मत दिने छैन। धर्मानन्द जोशीज्यू, तपाईँले दार्चुलाको जनताले किन मत दिने? तपाईँको गृहमन्त्रीले दिएको आदेशले कतिजना आमाको कोख रित्तिए। तपाईँको पुँजीवादले भरिएका पैसा जल्न 3 दिन लागे। 500 भन्दा तलतिरका छैनन् कि अमेरिकी डलर सहेको छ। र यहाँ जति पनि यो तपाईँले देख्न सक्नुहुन्छ, यहाँ यो धुलोहरू छन्, यो जलेको, यो सबै नेपाली नोट हो। तपाईँको नेता दिलेन्द्र प्रसाद बडुले कालापानी लिपुले कहाँ हो चिन्दैन। तपाईँको सभापति गगन थापाले 1 जनाको पछि सहकारी ठग भन्दै प्रमाण छ भन्दै कराइरहन्छ। मैले कुनै पनि सहकारीबाट ऋण लिएको छैन भनेको ठाउँमा सहकारीमा आफै लिखित गरेर माग फारम भरेर लिएको पेश गरौँ। तर आफ्नो पार्टीभित्र रहेका धनराज गुरुङ जस्ताहरूको बारेमा एक शब्द बोल्दैन। होला तपाईँले युएनमा काम गर्नुभएको, होला तपाईँको काठमाडौँमा आलिसान महल, होला तपाईँका चिप्ला कुराहरू। तर हामीलाई थाहा छ दार्चुलाका दुःख तपाईँले बुझ्नुहुन्न र तपाईँका सुख दार्चुलाले बुझ्दैन। दार्चुला आउनु भएको छ, एकपटक दार्चुला घुमेर जानुहोस्, भ्रमण गरेर जानुहोस्। लक्ष्मण जोशीज्यू, तपाईँले दार्चुलाका जनताले मत किन दिने? तपाईँको श्रीमतीलाई सभामुख बनाउन, कमिसनका योजनाहरू बाँड्न। तपाईँ कुन पार्टीको हो? तपाईँको चुनाव चिन्ह के हो? तपाईँको बात के हो? हामी जान्दैनौँ। तपाईँको त्यो जल्लाद अध्यक्षले तयार पारेको वृद्धाश्रमको लागि हामी मत दिन सक्दैनौँ। मेरो बाजेले, मेरो बुबाले र मैले एउटै पार्टीलाई मत दिइरहेँ। त्यसैले मेरो बाजेले दुःख पाइरहे, मेरो बुबाले दुःख पाइरहे र मैले पनि दुःख पाइरहेको छु। अनि भनिरह्यौँ देश बनेन, बन्दै बनेन, नेताहरू भ्रष्ट भए। अब यिनीहरूलाई थान्कोमा राख्ने, यिनीहरूलाई बढार्ने समय आइसकेको छ। राजेश सामन्त, जो राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार भएका छन्, जसको भूत भविष्य निष्कलङ्क छ, जसको इमानमाथि प्रश्न उठाउन सकिँदैन, जसले जेनजीहरूलाई प्रतिनिधित्व गरिरहेका छन्, उनीमाथि दार्चुलाका मिडियाहरू र
पाल्तु पत्रकारहरूले अपुष्ट समाचारहरू बनाउन थालिसकेका छन्। दार्चुलाका मिडियाहरू र पत्रकारहरू एमाले काङ्ग्रेस र माओवादीको नुन बिना बाँच्न सक्दैनन्। उनीहरू जनताका पीडा बोल्दैनन्, मालिकका गोडा मोलिरहन्छन्। उनीहरू जनताका समस्याहरू लेख्दैनन्, मालिकका भाषणका स्क्रिप्टहरू लेख्छन्। उनीहरू स्टुडियोमा समाचार पढ्दैनन्, मालिकका कथाहरू मात्रै पढ्छन्। आउनुहोस् एकपल्ट 2069 सालको मत परिणामलाई केलाउँ। नेपाली काङ्ग्रेस र माओवादीको गठबन्धनबाट दिलेन्द्र प्रसाद बडुले 28,515 मतसहित विजय प्राप्त गरेका थिए र नेकपा एमालेका गणेश सिंह ठगुन्नाले 26,000 प्लस मत ल्याएर दोस्रो स्थान प्राप्त गरेका थिए। तर समानुपातिकमा नेपाली काङ्ग्रेसले 20,000 र नेकपा माओवादीले 8,000 मत प्राप्त गरेका थिए। यहाँबाट प्रष्ट हुन्छ कि नेकपा माओवादीका कार्यकर्ताहरू वफादार थिए, तर नेकपा एमाले समानुपातिकमा गणेश सिंह ठगुन्नाले पाएको मतभन्दा झन्डै 2,000 मत कम पाएको थियो। त्यो 2,000 मत कहाँ गएको थियो? त्यो 2,000 मत राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र अन्य दलहरूको समानुपातिक कोटामा गएको देखिन्छ। यो चुनावको लागि दार्चुला जिल्लामा 2,166 मतदाताहरू थपिएका छन्, जसमा 90% भन्दा धेरै जेनजीहरू छन्। यसपालि दार्चुला जिल्लामा नेपाली काङ्ग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीको निकै प्रतिस्पर्धा हुने देखिन्छ। यदि राष्ट्रिय स्वतन्त्र पार्टीले यसपालि दार्चुला जिल्लामा आफ्नो प्रचार प्रसारलाई तीव्र पार्दै जाने हो र राजेश सामन्तको छविको कारणले राष्ट्रिय स्वतन्त्र पार्टीले एमाले काङ्ग्रेस र माओवादीका भोटहरू बटुलेर बाजी नमार्ला भन्न सकिँदैन। राष्ट्रिय स्वतन्त्र पार्टीका दार्चुला जिल्लामा 7,000 भन्दा बेसी सक्रिय कार्यकर्ताहरू भइसकेका छन्। 7,000 सक्रिय कार्यकर्ता भनेको 15 देखि 20,000 मत हुन आउँछ र एमाले काङ्ग्रेस र माओवादीबाट खुल्न नसकेका मतदाताहरू 10 देखि 15,000 छन् भन्ने आशंका गरिन्छ। 2,000 थपिएका मतदाताहरू 15 देखि 20,000 सक्रिय कार्यकर्ताबाट आएको मत र 10 देखि 15,000 एमाले काङ्ग्रेस र माओवादीबाट खुल्न नसकेका मतदाताहरू यदि राष्ट्रिय स्वतन्त्र पार्टीको घन्टीमा छाप लगाउँछन् भने राष्ट्रिय स्वतन्त्र पार्टीले दार्चुला जिल्लामा बाजी नमार्ला भन्न सकिँदैन। थ्याङ्क यू फर वाचिङ।